नमस्ते, म हुमाला र आज म यो वाला मेकअप लुक तपाईहरुलाई गर्न सिकाउँछु। फटाफट स्टार्ट गरिहालौँ है त। एकदम इजी पिजी एकदम सजिलो हुने मेकअप छ यो हैन। मैले फर्स्टमा टोनर लाएर डाल भएको टोनर लाएर स्टार्ट गर्दैछु मेरो स्किन प्रेप गर्न। अनि यसलाई मजाले लगाएपछि यस्तो ग्लोई फेस हुन्छ। अनि म एउटा मजाको थिक खालको मोइस्चराइजर लगाउँछु। मैले चाहिँ सुपर ग्रुपको लिएको छु, एकदम राम्रो हुन्छ। अनि त्यसपछि त्यसलाई मजाले मसाज गरेर मेरो घाँटीतिर पनि मजाले त्यसलाई लगाएर छोड्छु। एकछिन छोडेपछि म प्राइमर लगाउँछु। आज चाहिँ मैले एल्फको प्राइमर लिएको छु। यसले चाहिँ कस्तो राम्ररी स्टिक गर्छ क्या तपाईको फाउन्डेसनलाई, बेस तपाईको कस्तो राम्रो बनाउँछ। मलाई चाहिँ एकदम राम्रो लाग्छ यो ग्रीन वाला चाहिँ खास गरेर हैन। यसरी अब स्टिक गर्छ क्या। अब यत्रो प्रोडक्ट त स्टिक गर्यो भने त्यसमाथि तपाईको फाउन्डेसन एकदम राम्ररी बस्छ। त्यो भन्दा अगाडि चाहिँ म से ब्युटीको त्यो इल्युमिनेटर हुन्छ नि, ग्लोई इल्युमिनेटर लगाउँछु। अनि त्यसलाई पनि मजाले स्प्रेड गरेर त्यसलाई एकछिन छोड्छु। यस्तो राम्रो ग्लोई बेस बनाएको छ। त्यहाँबाट टु फेसको फाउन्डेसन लिएको छु मैले, बोर्न दिस वे। अनि हो त्यसलाई चाहिँ म मेरो फेसमा लगाउँछु। यस्तो राम्रो सेड म्याच भएको छ नि मेरो यो फाउन्डेसन। मेरो अल टाइम फेभरेट फाउन्डेसन हो यो चाहिँ। एकदम राम्रो लाग्छ मलाई हैन, कस्तो मजाले म्याच हुन्छ। सो मलाई एकदम राम्रो लाग्छ। तपाईहरुलाई मन पर्यो भने घाँटीमा पनि लाउन सक्नुहुन्छ। मैले चाहिँ लगाइनँ। सो अब त्यसपछि म मेरो स्किन टोनसँग मिल्ने खालको कन्सिलर लिएर आफ्नो कन्सिलिङ एरियाजहरुमा लगाउँछु यसरी। अनि त्यसलाई मजाले एउटा ब्रसको हेल्पले ब्लेन्ड गर्छु। त्यसले चाहिँ केही कलर करेक्टरको पनि काम गर्छ हैन। सो एउटा राम्रो लुक आउँछ। अनि त्यसपछि म हाइलाइटको लागि पनि अर्को कन्सिलर लगाउँछु। त्यसले चाहिँ थोरै तपाईको अन्डर आइजमा अनि तपाईको हाइलाइटिङ एरियाजमा भनौँ न, टी जोन एरियामा थोरै हाइलाइट गर्न हेल्प गर्छ। हाइलाइट भन्नाले त्यो पार्टमा चाहिँ हल्का उज्यालो देखिन्छ अनि एकदम तपाईको बेस राम्रो देखिन्छ क्या, मजाले मिलेको। साइड साइडमा ब्रोन्जिङ कन्टुरिङ हुन्छ, बीचमा उज्यालो हाइलाइट हुन्छ। अनि तपाईको आँखा अलिक भित्र पस्ने छ भने पनि हाइलाइटिङ कन्सिलर लाउनु भयो भने एकदम राम्रो हुन्छ। मैले देखाए जसरी कन्टुर लाउनु, मैले यो फेन्टीको कन्टुर लगाएको छु। सो यसलाई म मजाले लगाएर ब्लेन्ड गर्दैछु। गालामा ब्लेन्ड गर्दा चाहिँ उँभोतिर गर्ने अनि निधारतिर गर्दा चाहिँ हेयरलाइनतिर गर्ने। अनि त्यसो हुँदाखेरि मजाले ब्लेन्ड हुन्छ, मेसी हुँदैन। सो त्यसले गर्दाखेरि यसरी गर्नु। अनि यो डबल चिन हाइड गर्नु छ अनि तपाईको फेस राउन्ड छ भने चाहिँ तपाईले अलिक तलबाट कन्टुर लगाउनु अनि त्यसलाई तलपट्टि ब्लेन्ड गर्नु। सो त्यसले गर्दाखेरि एकदम राम्रो लुक आउँछ, अलिक लामो फेसवाला लुक आउँछ हैन। सो मलाई चाहिँ यस्तो टेक्निक एकदम राम्रो लाग्छ मेरो फेसमा। अब म त्यसपछि ब्लस लगाउँछु। क्रिम प्रडक्ट सबै पहिला लाउने अनि मात्रै पाउडर प्रडक्ट लाउने। क्रिम प्रडक्ट लाउँदाखेरि पनि मैले त्यो आँखा कन्सिलर चाहिँ किन ब्लेन्ड गरिनँ भनेर अहिले म तपाईहरुलाई भन्छु। किनभने अहिले अब मैले ब्लस लगाएर ब्लस ब्लेन्ड गरेँ, कहिले कहिले ब्लस धेरै लाग्छ के हुन्छ, अनि पहिले कन्सिलर ब्लेन्ड गरेको छ भने त्यसलाई फेरि ब्लेन्ड गर्नुपर्ने हुन्छ नि त। सो त्यसले गर्दाखेरि चाहिँ पहिला ब्लसहरू लगाएर सबै थोक गरिसकेर अनि त्यो थोरै भएको कन्सिलरहरूलाई ब्लेन्ड गर्यो भने चाहिँ सबै यस्तो कम्प्लिट हुन्छ नि, यस्तो फ्ललेस देखिन्छ तपाईको मेकअप। कहाँ ब्लस कहाँ लाइन लाइन पनि देखिँदैन हैन। सो जहाँ जहाँ लगाएको छ त्यो राम्रो देखिन्छ। अनि त्यो ब्लसले कन्सिलरलाई छोप्दैन पनि, त्यसले गर्दाखेरि एकदम राम्रो अन्डर आइज हुन्छ अनि ब्लस पनि एकदम ठिक्क राम्रो लाग्छ हैन। सो यो टेक्निक चाहिँ एकदम राम्रो छ। अनि मैले यो सँगसँगै मेरो क्रिम प्रडक्ट लगाइरहेको छु नि त, त्यसले गर्दाखेरि आइलिड पनि प्रेप गरिहालेँ कन्सिलर लगाएर। अनि त्यसपछि मात्रै म पाउडरले मेरो फेसलाई सेट गर्छु। मैले चाहिँ लोरियलको पाउडर लिएको छु, हल्का पिङ्किस टोनमा छ यो चाहिँ। अनि यसलाई चाहिँ म मेरो मजाले सबै फेसमा पाउडरले लकिङ गरिदिन्छु जहाँ जहाँ मैले कन्सिलर लगाएको छु त्यहाँ। अनि मजाले त्यसलाई लगाएर एकछिन छोड्ने। अनि त्यसपछि म त्यसलाई पनि सेट गर्छु पहिला। त्यसपछि म पाउडर प्रडक्टहरू सबै युज गर्छु। अनि त्यसपछि म त्यसलाई पनि हल्का फिक्स गर्छु फिक्सरले। त्यसो हुँदाखेरि तपाईँको मेकअप एकदम ग्लोई देखिन्छ। किनकि पाउडर प्रडक्टहरू लगाइसकेपछि ग्लोई मेकअपलाई पनि हल्का पाउडरी लुक आउँछ नि त। अनि ग्लोई मनपर्छ भने चाहिँ तपाईँहरूले हो त्यस्तो टेक्निक युज गर्न सक्नुहुन्छ। मैले अहिले यो भिडियोमा एक्सप्लेन गर्छु। अहिले चाहिँ म पाउडर ब्रोन्जर र पाउडर ब्लस लगाएँ। मैले जहाँ जहाँ क्रिम ब्रोन्जर र क्रिम ब्लस लगाएको थिएँ त्यहाँनिर मैले हो त्यसरी ब्लेन्ड गरेँ। एकदम राम्ररी लङ लास्टिङ हुन्छ यस्तो भयो भने चाहिँ तपाईँको ब्लस पनि ब्रोन्जर पनि। सो एकदम राम्रो पनि देखिन्छ हैन।
अब चाहिँ म यो म्याकको फिक्सर लिएर अघि भने जसरी मजाले अब यसलाई सेट गर्नलाई छोडिदिन्छु। यति हुँदाखेरि मैले आई मेकअप गरौँ सेलसम्ममा त्यो जुन पाउडरी त्यो लुक भएको हुन्छ नि त्यसलाई सबै त्यसले काम डाउन गराएर एकदम राम्रो यस्तो राम्रो बेस बनेको हुन्छ लास्टमा तपाईँको। अब म आइब्राउज गर्दैछु। आइब्राउज चाहिँ मलाई जहिले पनि यसरी नै फिल गर्ने मन लाग्छ। अनि अब म आइलिडमा यो वाला सेड लिएर पिङ्की स्टोनको न्युड पिङ्की स्टोन छ हो त्यो लगाएर चाहिँ मजाले त्यो मेरो आइलिड भरि ब्लेन्ड गर्छु एउटा ठुलो ब्रसको हेल्पले। अनि त्यस पछाडि चाहिँ म हल्का डार्क पिङ्कवाला सेड पिक गरेर अनि हल्का त्यो सानो ब्रसमा पिक गर्छु। अनि जहाँ चाहिएको छ त्यहाँ म त्यसलाई पहिला प्याक गर्छु अनि त्यस पछाडि मात्रै त्यसलाई ब्लेन्ड गर्छु। यसरी मैले यस्तो सेपमा लगाएको छु, तपाईँहरूलाई देखाइहालेँ। अब चाहिँ म अलिक ठुलो यस्तो खालको ब्रस लिएर म त्यसलाई मजाले ब्लेन्ड गर्छु अनि क्रिज एरियातिर ब्लेन्ड गर्दै गर्दै लग्छु होइन। सो त्यसले गर्दाखेरि चाहिँ मजाले तपाईँको त्यो लाइन नबसिकन एकदम राम्ररी ब्लेन्ड हुन्छ। अब म ब्राउन कलर लिएर त्यसलाई थोरै कलर इन्टेन्स बढाउनको लागि त्यसमै माथि लगाउँछु अनि त्यसलाई पनि ब्लेन्ड गर्छु त्यही ब्रसको हेल्पले। सो यसरी गर्नुभयो भने चाहिँ तपाईँको थोरै डेप्थ देखिन्छ क्या आँखामा। सो त्यसले गर्दाखेरि राम्रो पनि देखिन्छ। अनि यसरी लगाएर म फेरि अर्को ब्रस लिएर पहिलाको ब्रस लिएर फेरि त्यसलाई ब्लेन्ड गरिदिन्छु। अनि त्यस पछाडि चाहिँ म यो सिमरलाई पहिला आउटर कर्नरतिर लगाउँछु होइन, मतलब बिचमा लगाउँछु। अनि योलाई चाहिँ फेरि माथिबाट त्यसलाई प्याक गरिदिन्छु। अनि त्यस पछाडि यो गोल्डन खालको सिमरलाई चाहिँ म इनर कर्नरमा लगाउँछु। अनि यस्तो राम्रो लास्टमा रिजल्ट हुन्छ नि, यस्तो राम्रो देखिन्छ। अनि यो वाटर लाइनमा चाहिँ म यस्तो पिङ्किस न्युड खालको आई पेन्सिल लगाउँछु जसले चाहिँ तपाईँको आँखालाई थोरै ठुलो देखाउन हेल्प गर्छ। आँखा ठुलो बनाउनको लागि व्हाइट पेन्सिल लाउनुपर्छ भनेर त सुनिराख्नु भएको होला, तर यसरी व्हाइट लगायो भने चाहिँ हाम्रो स्किन टोनलाई चाहिँ थोरै नसुहाएको अनि त्यो सेतो परबाट देखिएको जस्तो हुन्छ। त्यसले गर्दाखेरि यस्तो न्युड लगाउनु भयो भने चाहिँ राम्रो हुन्छ। अनि मैले थोरै आइलाइनर लगाएर अनि मैले आई लुकलाई फिनिस गरेँ। मस्कारा लगाउँछु अनि मस्काराको एकदम राम्रो कोट गइसकेपछि यस्तो राम्रो भरे आई फल्स ल्यासेस लाउँदाखेरि यस्तो राम्रो देखिन्छ, त्यो छुट्टै देखिँदैन क्या माथि र तल। अब म ग्लु लगाएर यसलाई थोरै बेरको लागि छोडिदिन्छु अनि त्यतिन्जेलमा चाहिँ म फेसमा हाइलाइट गर्छु। मैले चाहिँ यो रेयर ब्युटीको हाइलाइटर लिएको छु। यस्तो बम हाइलाइटर छ यो, यस्तो राम्रो छ। अनि यसलाई चाहिँ मजाले लगाएर मेरो हाइलाइटिङ पोइन्ट्सहरूमा मजाले यसमा लगाउँछु अनि थोरै अन्डर आइजको इनर कर्नरमा पनि लगाउँछु क्या, यस्तो राम्रो लुक दिन्छ। अब ल्यासेसलाई चिप्काएर मेरो मेकअप डन हुन्छ। लिपस्टिक लाउँछु त्यस पछाडि होइन। यस्तो राम्रो देखिन्छ यो आई ल्यासेसले, यस्तो राम्रो लुक ल्याउँछ होइन। मलाई चाहिँ एकदम राम्रो लाग्छ। प्र्याक्टिस भयो भने एकदम राम्ररी गर्न सकिहालिन्छ। अब म लिपस्टिक लगाउँदैछु। लिपस्टिकमा चाहिँ मैले मिक्स एन्ड म्याच गर्दै लगाएँ किनकि मलाई हल्का पिङ्किस टोनमा राख्नु थियो। त्यसले गर्दाखेरि एउटा लगाएको थियो त्यो थोरै ब्राइट भयो अनि फेरि त्यसलाई कुल डाउन गरेर फेरि लास्टमा चाहिँ त्यसलाई माथिबाट अर्कोले भित्रपट्टि ओठको भित्रपट्टि टप गरेको छु। त्यसले गर्दाखेरि राम्रो लागेको छ मलाई चाहिँ होइन। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला है। एकदम राम्रो राम्रो मेकअप लुक्सहरू लिएर आएको हुन्छु, सपोर्ट गर्नुहोला थोरै। यो चाहिँ हो अब मेरो फाइनल लुक। तपाईँहरूलाई कस्तो लाग्छ मलाई भन्नुहोला। अनि लास्टमा चाहिँ मैले यो लोरियलको फिक्सरले फिक्स गर्छु, मेरो फेसलाई सेट गर्छु। यो सेट गरिसकेपछि चाहिँ मेकअप यताउता हल्लिँदैन, चाहे तपाईँ नाच्नु उफ्रिनु जे गर्नु दिनभरि रातभरि बस्दिन्छ यो। रातभरि त राख्दैनौँ अभियसली, तर पनि एकदम लामो टाइमसम्म बस्छ क्या यो फिक्सरले चाहिँ, यस्तो राम्रो काम गर्छ। सो तपाईँहरूलाई यो मेकअप कस्तो लाग्यो मलाई भन्नुहोला। लाइक गर्न कमेन्ट गर्न नबिर्सिनु होला। आफ्नो फ्रेन्ड सर्कलमा सेयर गर्दा पनि हुन्छ। सो यसरी नै राम्रै चटक्क भएर तपाईँहरू पनि आफ्नो फेस्टिभ सिजनलाई इन्जोय गर्नु। सो यति भन्दै बाई बाई, लभ यु एन्ड टेक केयर।